यो ये मेरे पुलिस पनि लाउने बाइक ठुलो घर आइदिएको यहाँ बसेर अर्कोले भन्छ डिस्टर्ब हुन्छ भन्न बाइक घुमाउने त अहिले 800 भयो त्यही लाएर घर होइन अब खोलेर अर्कालाई दियो अब टाढ सब मागेर चलिरहेको छ संसार आर्मी जस्तो सिस्टम हुँदैन नम्बर कति नम्बरको नेगोसिएसन राम्रो जिल्लामा हुँदैन हामीसँगै हुन्छ कि हामीलाई आफ्नो दिए हुन्छ नम्बर हुन्छ त एक आफ्नो आफ्नो दिए हुन्छ कि तिनीहरू पोस्टर लाउने चाहिँ अरू सब पार्टी हाल्ने हुँदैन नि हामी त आफ्नो बाकसमा नाम लेखेर हामी त आफैसँग राख्ने जुन जहाँ गयो तिनीहरूको सिस्टममा के हुन्छ फेरि आर्मीको सिस्टममा हुन्छ कि आर्मी घर जाने आफ्नो गभर्मेन्टमा मिटिङ भएको त्यस्तो भन्ने त्यस्तो हाँसो लागेको हाम्रो त्यस्तो त हुँदैन यत्रो हुन्छ नि कसले कहाँ लगाइदिन्छ नि नामसाम लेख्ने हुन्छ अनि सानो यस्तो चाला चटपटा चप्पलमा पनि चाबी लाएर हिँडिदिन्छ साइकल हाम्रो के हुन्छ भनेपछि जस्तै सेम भयो भने धेरैजना हुन्छ नि एक्सिडेन्ट चाहिँ हुन्छ त्यस्तो चोर्ने फेलाइ नपर्ने हुँदैन कि जस्तै तपाईँको मसँग जान सक्छ मेरो तपाईँसँग जानु चाहिँ सायद कसैका कहिले पुरानो पर्ने नयाँ पर्न सक्छन् तर त्यस्तो त हाम्रो हुँदैन कति हुँदैन कोही हुन्छ अर्का लगाइदिनु त्यस्तो हुँदैन झोलामा प्याक गर्ने जे पनि लुगासुगा ह्याङ्गरमा गइजाने त्यही फरक पर्छ हामीलाई भेडा भने त अनुशासन हुने के थाहा छैन त्यो खालि खुट्टामा चाहिँ ढोकेर त्यो नबोलेर अनुशासन हुन्छ भने त्यति गरेर नै अनुशासन हुन्छ भने अनुशासन हरेक कुरामा हुन्छ हाम्रो त त्यही बालै मान्दैन स्टेट पनि डिएसपीलाई पनि गयो भन्दैन पहिलाको ढुवानी गाडी पहिलाको ढुवानी 75,000 रुपियाँ हो यो अहिले पुरी दियो भने कि कहाँ पर लास्ट ठगुन त अनि 1000 रुपियाँ तिरेर के कमाउँदा अन्त चिज यहाँ के ल्याएर आएको त यो ट्र्याक्टर साइकल यहाँ टिप्पर टिप्पर अब छेउछाउमा आइसक्यो होइन हामी त्यहाँबाट फोटो आइसक्यो त टोलीहरू के चेकिङमा हो मान्छे आने 17जना मान्छेहरूलाई घुमाउनु पारिबाट बोटमा आउने नेता टच गरेर हामी आएर खाना बनाउनु पारिबाट आउने तिनीहरू गएर आइसक्यो होला गएर आइसक्यो होला अहिलेसम्म आउँदै होला पारिबाट आउने त्यो बोट पनि देखाउनु टिप्पै हाम्रो घर फोन ए यस्तो अनुरोध गरिरहेको छ माथि बाटो देखिन्छ र त्यही निकै जङ्गल त गएर हिजो हामी गएको ठाउँमा त्यहाँ गएर त्योबाट टच गरेर भोलिबाट आउने म्याराथनलाई त्यो मैले तपाईँलाई अस्ति बोट ल्याएर आउनु भने मान्नु भएन त्यो पालि ढिला गरिदियो कि काठमाडौँ यस्तो त्यो गोप्रो पाइन्थे 40-50 हजारका ट्र्याक्टर सिक्नेमा 30 गोप्रो हाम्रो अफिसको 75,000 चार्जर आधा घन्टामा कुन कम्पनीको हो कति मोडेल हो मोडेल त हामीले मोडेल हो राम्रो मोडल भयो त आधा घन्टा चार्जमा ड्रिम हुन्छ ल यो पाए चलायो त यो त
ए के हो यो किन खाल्डो छ यार त्यस्तो घोडा हिँडेर के ए घोडा ट्याक ट्याक माथिबाट जाउँ त नयाँ बाटो होइन होइन ए ठिक छ ए घोडाको पाइला हो यो के कराएको यो चाहिँ मान्छे हिँड्ने हो घोडालाई यहाँ ढुङ्गामा कोटा कोटा अप्ठ्यारो हुन्छ यहाँ फलाम हाल्दैन कि मन खुट्टामा घोडा हाल्दैन त्यही भएर यस्तो खुल्लोमा हिँड्छ कि तराईतिर त्यो उमा मुनि फलाम हाल्यो भने खुट्टामा यहाँ हाल्दैन पहिला पहिला पुग्ने पछि त हुन्छ सेफ्टी सेफ्टी हुने खतरा सेफ्टी हुन्छ नि दुख्ने भन्दा पनि खिन्न नि त खुट्टा कुर के त्यो खिन्न जुत्ता सुत्ता कसै खोलियो सादा मार्छ झन् त मेरो साइज मिल्दा चिल्लो अहिले पालिस राखेको त्यो त भयो अनि मेरो खुट्टामा डाउन पर्ने सानो 6-7 नम्बर होला 5 नम्बर जस्तो चाहिँ 6 नम्बर एउटाको प्यान्ट एउटाको सर्ट एउटाको बेल्ट एउटाको नेम प्लेट ल्याएकै छैन कि अन्त काम चलाउँछु त्यो यो प्रक्रिया पुरा नै हो क्या यो एउटा युनिफर्म लाग्छ है यो चाहिँ छ पछि एउटा तारिम त त्यही गरी सघाएँ त्यही फोटो यसो फोटो पुलिसको हेर्दा नै जुम गरी हेर्दा नेम प्लेट लोकल पुलिस याद मान्छेहरू नेम प्लेट नभएर मैले नेम प्लेट ठ्याक्कै ल्याउनु बिर्सिनु उता झोलामा राखेको थिएँ उतै थियो क्या होला सिसाको जस्तो हुन्छ अनि त्यो नै ल्याउनु बिर्सेको कपडा सपडा आइरन मोटरसाइकल ल भाइ है छारो सारो झाडा कोडा फुटा सफा गर ल्याएको के गर्छ यस्तै छ अहिले छुट्टी बस्यो साथीहरूलाई त अरू त फेरि दाइ भनिहाल्छ ल अटोमेटिक कि जैनामा हान्नु होइन भने दाइ त भन्नु पऱ्यो गल्तीमा नसाको बाबु के हो यो यहाँ चिनाएर भन्ने हुन्छ अनि कि त दाइ भन्नु पऱ्यो जैनामा नगऱ्यो भने नत्र त कि जैनामा हान्नु पऱ्यो कि त दाइ के छ त भन्नु पऱ्यो नि बाह्र कालिज कहाँ गर्छु त्यो कालिज मैले देखेको छु सरले देखेको मैले दुईवटा पालेको थिएँ घरमा यत्रो भएको थियो जङ्गलै गइजान्थ्यो क्या छोड्ने अनि झुल्ने छोड्ने हुल्ने गर्थेँ पछि एउटा कसको कुकुरले खाइदियो